गाइस हो नि के हो कसो हो एकचोटि ताली बजाऊँ त खोइ भएन यसरी त चौपारी भन्दैन क्या अलि जोरसित बजाऊँ त खोइ एकचोटि बाजा खोलौँ त खोइ प्राविधिक मित्र हेलो एकचोटि हात उठाउनुहोस् त सबैले अर्को पनि उठाउनुहोस् त अनि बजाउनुहोस् त कस्तो सुनिन्छ दामी सुनिन्छ यो भयो भने अलि रमाइलो पनि हुँदै जान्छ यहाँहरू सम्पूर्णलाई म यो कार्यक्रम अहिले यहाँ आउँदा कटवालको हिसाबमा आएँ यहाँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु सबैले एकचोटि यो शुभ दीपावली सँगसँगै सबैको घरमा लक्ष्मीले बास गरून् भन्दै एकचोटि ताली बजाउनुहोस् त जसले बजाउँदैन त्यसको घरमा भागो पनि जान्छ ख्याल गर्नुहोस् है माधवजी भाषा अब मान्छे हेर्दा रमाइलो मानव धेरै वर्षपछि अहिले प्रेम नगर जागो हो कि होइन मान्छे रमाइलो धेरै वर्षपछि अहिले प्रेम नगर जागो दीपावली पारी जसै भन्छ चौबारे दीपावली जसै भन्छ चौबारे दीपावली तपाईँले धेरै टिभीमा देखेको अनुहार त्यसै गरी मोबाइलमा टिकटकमा धेरैमा देख्नु भएको अनुहार आज हामीले प्रत्यक्ष रूपमा यो प्रेमनगरमा विशेष गरी बुवाआमा सँगसँगै यो रमाइलो गर्नका लागि आमन्त्रण गरिसकेका छौँ त्यसै गरी बहिनी अस्मिता डल्लाकोटी उहाँहरूको चढी लाइन डोरीमा निकै जमेको पनि देखिन्छ हो कि होइन हजुर डोरी मात्रै होइन यहाँ पबाल खाले गीतहरू पनि छन् बहिनी र भाइलाई लोकप्रिय गायिका उहाँहरूलाई आसन ग्रहणका लागि म अनुरोध गर्न चाहन्छु कुर्सीको व्यवस्था गरिदिनु होला त्यसै गरी लोकप्रिय गायिका चर्चित गायिका हामी सबैकी सुमधुर स्वरको ध्यान चर्चित गायिका विष्णु श्रीपाली आउँदै हुनुहुन्छ त्यसै गरी उहाँको आसन ग्रहण गर्नेछौँ त्यसै गरी हामीसँग चर्चित डान्सर अलि साँझ परेपछि अलि युवाहरूलाई र विशेष गरी बुढाहरूलाई अलि विशेष खालको आइटम डान्स मञ्च हुनेछ त्यसो भएर हामीसँग बबिता धिताल लगायत उहाँको ग्रुप छ उहाँहरूलाई पनि जोड्दै जानेछौँ भन्दै अबको आजको कार्यक्रम सँगसँगै एउटा नृत्यबाट आजको यो रमाइलो कार्यक्रमको ढोका उगाउन चाहन्छु बहिनी सृष्टि आउँछ के हो
Terus wanita no,
र ह्यापी लक्ष्मी पूजा सबैलाई है। हाम्रो घरमा लक्ष्मी पूजाको तयारी लगभग भइसकेको छ। अब अलिकति राम्रो साइड चाहिँ अब आउँदैछ है, टाइम हुँदैछ। सो हामी चाहिँ अलिकति नाचगान गरेर रमाइलो गर्दैछौँ। Hey! Auntie, ano? Esto sería. Punta. Itu just. Yo. Baik, kata. Yo naik lagi yo. Ayo. Kau salam. कति नाम सिकेको है स्कुलमा नाच्न बाबुले ल। भाले काट्नको लागि हामीलाई नुहाइदिएर एकदम रेडी भइसकेको छ। बनाएको पर्सेको के गरेको कति केजी लाग्छ? लगभग 5 केजीसम्मको भाले, 1 सालको भाले। होइन 6 महिना 6 महिना प्लस 6 महिना मात्र के 1 साल होइन। यो रहेको छ तिहारको लागि हाम्रो भाले है। भालेको सुरु भाले चाहिँ एकदम मजाले सप्लिएको छ। लगभग 5 केजीको भाले। डबाउरा अन्त त्यहाँ छोड्छ हो दिदी छोड्छ अहिले चाहिँ काट्नुपर्छ है। अरे शिव भगवान त्यो खोटी त्यही भएर पेटेका पार्नु के अस्तो कस्तो गराउनु हो। राम्रो बल्ल काट्न मिल्छ क्या भाइ। उफ्रा काट्दाखेरि जहिले पनि त्यो खोटीलाई बाहिर निकालेपछि छुटाउनु सुरु हुन्छ। कहाँ हो कि अब
हो के त्यस्तो जा भनेर मैले नि यस्तै के किन उठ्नु रहेछ भनेको त खसी गएको थियो त्यहाँ आएर खै दाइएको के गर्नुपर्छ रे मैले त के पर यो अलिकति त काटिदिनु बोले ल है होइन कि हो थाहा छ मलाई तर अलिकति काट्नुपर्छ हो त्यस्तो के ल अझै किन्न पर्यो नि त्यति भयो त बलमा त भयो कुराले आची गरिदियो राम्रो खुट्टा भने जस्तोलाई गुड नानीले भालले आची गरेको दौडदै कहाँ गयो भालले आची गर्यो भने म त्यहाँ बिगारेर मैले फेरि समातेर बस्छु झिलिमिली गीत लाउने गाइज यस्तो छ है तिहारको पुलिस नि यही छन् सबै छन् किन त पुलिस पुलिस न पुलिस भइलो ठाडो केस हाम्रो चाहिँ यस्तो हुँदैछ तिहारको अघिल्लो दिनको रमाइलो खानपान कार्यक्रम सुरु उसलाई फेरि आएर आम्मा आम्मा ला ला मेरो बाबु त अर्को साल थाहा छ त फेरि सबै गीत थाहा छ बाबुले
इन्क्लुडिङ त्यसलाई पनि गर्नुपर्छ सादा एकदम सिम्पल भेज हामीको भन्दा भेराइटी हुन्छ